Happy New Year to everyone. यो चाहिँ म घाम तापेर दिदीको छतमा घाम तापेर बसिरहेको छु है। तपाईँहरूलाई चाहिँ नयाँ सालको धेरै धेरै शुभकामना छ। हजुरहरूको चिताको कामहरू पुगोस् है, हजुरहरूको सबै कामहरू सक्सेस भएर जाओस् है। अनि म चाहिँ हामी चाहिँ आज पिकनिक खान जाने त प्लान त थियो गाइस, तर के गर्नुहुन्छ आज चाहिँ बिहिबार पऱ्यो। बिहिबार चाहिँ हाम्रो व्रत हुन्छ, अनि बिहिबार चाहिँ हामी यसै पनि भेज है हाम्रो चाहिँ। अन्त हामी बिहिबार चाहिँ नजाने भनेर र पनि यसै अरूहरूको कसरी कस्तो इन्जोय गर्दैछन् अनि हाम्रो चाहिँ यहाँ पिकनिक खाने जग्गा छ अन्त होइन, त्यहाँनिर चाहिँ जाने भनेर चाहिँ हाम्रै सेल्फ हेल्प ग्रुपको हो। अन्त हामी चाहिँ त्यहाँनिर जान्छौँ। हामीलाई मतलब जाऊँ हेरेर आऊँ भनेर चाहिँ अब के उसले खाएको हेर्न जाने हो भनेर चाहिँ नगएर म अहिले चाहिँ म दिदी घर आइरहेको छु हो। अनि दिदी घर चाहिँ म छतमा आइरहेको छु, यहाँ छतमा छु म चाहिँ। दिदी घर छतमा बसेर चाहिँ भिडियो बनाएर गाइस यस्तो डेन्जर घाम रह्यो नि हाम्रो छतमा। यस्तो घाम हुनु भन्छ कपडाहरू कस्तो मजाले सुक्छ, तर हाम्रो छतमा चाहिँ छाया आउँदै 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 जान्छ क्या। यहाँ चाहिँ दिदी घर रात परेछ, रात पर्ने बेलासम्ममै पुरै घाम हुँदो रहेछ। अब देख्दा चाल पाइहाल्छ होइन, यस्तो डेन्जर घाम घाम छ है दिदीको छतमा चाहिँ कपडा सुकाउनु। तर गाइस सजिलो हुँदो रहेछ, किनकि उहाँ एउटा फ्लोर हुनु भने चाहिँ ठिकै थियो त। अब सेकेन्ड फ्लोरमा चढ्दा चाहिँ हात खुट्टै थाक्ने हो। अन्त त्यही भएर चाहिँ छतमा आउनु अहिले मलाई पनि एकदमै अल्छी लाग्छ हाम्रो घर छतमा कपडाहरू सुकाउनु। अनि म चाहिँ बाहिर मान्छेहरूको त्यो सुपारी चतल छ त्यतातिर चाहिँ डोरी टाँगेर दिन्छु। छतमा आउनु चाहिँ यस्तो गाह्रो नि गाइस, नभन्नु सक्दैन। अब म चाहिँ के गर्छु, छतमाथिको सेकेन्ड फ्लोरमा चाहिँ टिन लगाइदिएर अनि त्यसको बादमा चाहिँ त्यही डोरी टाँगेर कन्टिन्यू वासिङ मेसिन सबै उतै राखिदिन्छु भनेर चाहिँ सोचिरहेको छु।